भोलि हाम्रो क्लास बिदा हो। के को बिदा? म मरेको छोरा बिदा हुन्छ? मरे त हुन्थ्यो नि। के भनिस्? मैले होइन सर, यसले भनेको। आजकल तिमीहरूको थुतुनो धेरै चल्दैछ है। कुन दिन थुतुनो र मुतुनो दुईटा टालिदिन्छु अनि थाहा पाउँछस्। ल सर, जे टाल्नु छ टालिदिनु, तर भोलि चाहिँ बिदा दिनु न। के भोलि रक्षाबन्धन हो, थाहा छैन तपाईँलाई? रक्षाबन्धन भएर के भयो त? रक्षाबन्धनमा चाहिँ पढ्नु हुँदैन र? अनि भोलि त राखी बाँध्ने दिन हो नि त सर। राखी बाँध्नु कि ट्युसन पढ्नु? ए गधा, 24 घण्टा राखी बाँध्छस्? ट्युसन त बेलुका पो हुन्छ त। हाम्रो दिदी बहिनी धेरै छ के सर? राखी बाँध्दा बाँध्दा रात पर्छ। होइन सर होइन, यिनीहरूले ठगिरहेछ तपाईँलाई। यिनीहरूको दिदी बहिनी धेरै छैन। तैँले जन्माएको थिइस् र थाहा हुन्छ तँलाई मेरो दिदी बहिनी कति छ भनेर? ओइ नथर्का न यार, जमुना मेरो क्रस हो के? चुप लाग मुना बिनाको मदन, तेरो क्रसलाई ब्रस बनाइदिन्छु अहिले म। के रे? को कसको क्रस रे? तपाईँलाई किन चाहियो सर? तपाईँ पढाउने मान्छे पढाउनमा ध्यान दिनु न। तँ पनि पढ्ने मान्छे पढ्नमा ध्यान दिनु त। किन क्रसको कुरा गर्छस्? यसको ध्यान त जहिले जमुनातिर हुन्छ सर, पढ्नुमा कसरी ध्यान दिन्छ? हो सर हो, यसले जतिखेर नि जमुनालाई हेरिरहेको हुन्छ। केरो बाउले भन्यो होला मार सर। हो जमुना, यसले तिमीलाई जतिखेर नि हेरिराख्छ हो। हो सर हेरिरहेको हुन्छ, अनि मैले हेर्ने बित्तिकै नाक कोटाउँदै यताउति हेरे जस्तो गर्छ। पक, तँलाई जाने छु मैले। तेरो जवानी चढ्दै छैन त? भोलि तिमीले राखी लिएर आउने है, अनि यिनीहरूलाई बाँधिदिने। हुन्छ सर। आया सर आया, मेरो टाउको दुख्यो सर, म भोलि ट्युसन आउन सक्दिनँ होला। ए गधा, बाना त राम्ररी बना। टाउको दुख्यो भन्दै पेट समात्छस्? खत्तम सर, मजाले हेर्नुस्, त्यसले पेट होइन पेट भन्दा तलतिर समातिरहेछ। अबे साले। सर ट्युसन छुट्टी भएन, 5 बजिसक्यो त। ए हो, ल ल आजलाई छुट्टी। भोलि चाहिँ सबै आउनुपर्छ है। भोलि जो आउँदैन नि त्यसले 1 लाख जरिवाना तिर्नुपर्छ। कति रे 1 लाख? 1 लाख भएको भए म यस्तो थोत्रे ट्युसनमा पढ्थे।